भयो ल नेपालको भूगोल होइन आज हामी यस क्लासमा कुराकानी गर्छौं नेपालको भूगोलको बारेमा भू प्लस गोल भूगोल भू भन्नाले जमिन अनि गोल भन्नाले अध्ययन जमिनको बारेमा अध्ययन गर्ने शास्त्रलाई भूगोल भनिन्छ भूगोल भन्ने शब्द जियोग्राफी इंग्लिश भाषाको जियोग्राफीबाट आएको जसको अर्थ जियोको अर्थ हुन्छ धरती ग्राफी को अर्थ हुन्छ स्टडी धरती को बारे में स्टडी जब हामी गर्छौं त्यसैले के भन्छ जियोग्राफी भन्नाले भूगोलका पिता भनेर इराटोस्थेनिजलाई भनिन्छ सोधिन्छ भूगोलका पिता कसलाई भनिन्छ भने इराटोस्थेनिजलाई भनिन्छ किन भूगोलका पिता इराटोस्थेनिजलाई भनिन्छ किनभने भूगोलका पिता सर इराटोस्थेनिजलाई किन भनिन्छ किनभने पहिलोचोटी विश्वमा पहिलोचोटी भूगोल शब्द प्रयोग गर्ने व्यक्ति को थियो इराटोस्थेनिज यो विश्वमा यो दुनियाँमा पहिलोचोटी भूगोल शब्द कसले प्रयोग गरेका थिए इराटोस्थेनिज सूर्य र पृथ्वीको बीचको दूरी पत्ता लगाएका थिए पृथ्वीको परिधि चाहिँ नापेका थिए र पृथ्वीको नक्सा कोर्न लगाएका थिए त्यसैले अनि लीप इयर भनेको अधिक वर्ष हिजो बताएको थियो नि ब्रह्माण्डमा अधिक वर्षको अवधारणा लिएर आएको थियो त्यसैले इराटोस्थेनिजलाई भूगोलका पिता भनेर भनिन्छ यो सोध्दैन कि भूगोलका पिता इराटोस्थेनिजलाई किन भनिन्छ सोधेको छैन यस्तो सोधिन्छ तलका मध्ये कसले भूगोलका पिता भनिन्छ अब दिन्छ अप्सनहरु त इराटोस्थेनिजलाई के भनिन्छ भूगोलका पिता भनिन्छ र नेपालको भूगोल में हामी के पढ्छौं अब नेपालको लागि भौगोलिक हिसाबमा भूगोलको दुई किसिमको भूगोल हुन्छ बाबु हैन एउटा भौतिक भूगोल र एउटा मानव भूगोल र कहीं कहीं एउटा आर्थिक भूगोल पनि दिएको छ सामाजिक भूगोल पनि भन्छ तर जनरली दुई किसिमको भूगोल हुन्छ एउटा आर्थिक एउटा भौगोलिक भूगोल र एउटा मानव भूगोल भौतिक भूगोलमा के हुन्छ एक नम्बरमा भौतिक भूगोल खुब ध्यान दिएर सुन्नु होला भौतिक भूगोल हुन्छ एउटा भौतिक भूगोल यसको अर्थ के हुन्छ भौतिक भूगोल भनेको प्रकृतिले विभाजन गरेको हुन्छ जस्तै नेपालमा हिमाल पहाड तराई नेपालमा भएका हिमालहरु हैन नदी नाला हैन वन जंगल हैन त्यसपछि हावापानी यो भनेको तपाईको भौतिक भूगोल भयो यो भौतिक छ यसले मानवले बनाएको चाहिँ छैन र एउटा हुन्छ मानव भूगोल त मानव भूगोलमा मानवको रहन सहन खान पिन आचरण विचार संस्कृति रीति रिवाज यस सबैमा पर्छ हो कि र हरेक ठाउँको भूगोल के हुन्छ अलग अलग हुन्छ हुम्ला जुम्ला मनाङ मुस्ताङ को भूगोल हाम्रो बारा जिल्ला पर्सा जिल्लासँग मिल्छ मिल्दैन किनभने त्यहाँ विभिन्न किसिमको हावापानी छ त्यहाँ विभिन्न किसिमका माटोहरु पाइन्छ विभिन्न किसिमका वन जंगलहरु पाइन्छ यहाँको हावापानी त्यहाँको हावापानीसँग मिल्दैन त्यसै गरेर भूगोल के हुन्छ फरक फरक हुन्छ त भूगोललाई नेपाललाई पनि दुई किसिमको विभाजन गरिएको छ एउटा हिमाल पहाड तराईको बारेमा हामी पढ्छौं नेपालमा रहेको पाँचवटा वन्य जंगल पाँचवटा यो वन जंगल पछि तपाईको हावापानी पाँचवटा माटोको बारेमा कुराकानी गर्छौं भने एउटा राजनीतिक भूगोल भनेको चाहिँ मानव भूगोल राजनीतिक भूगोलले नेपाललाई 6 वटा महानगरपालिका 11 वटा उपमहानगरपालिका हैन 276 वटा नगरपालिका 460 वटा गाउँपालिका हैन 753 वटा स्थानीय तह एउटा संघ र 7 वटा प्रदेशमा के गरिएको छ विभाजन गरिएको छ यो भनेको राजनीतिक विभाजन हो यो तिमी जस्तो म जस्तो तपाई जस्तो मान्छेले गरेको छ राजनीति गर्नको लागि देशलाई विकास गर्नको लागि तर यो जुन हिमाल पहाड तराई छ त्यो भनेको भौतिक भूगोल हो नेपालमा 5 प्रकारको माटो पाउनु यो तपाई जस्तो म जस्तो नेताहरूले बनाएको चाहिँ छैन नेपालमा 5 प्रकारको हावापानी पाइन्छ त्यो गॉड गिफ्टेड हो नेपालमा 5 प्रकारको माटो पाइन्छ त्यो गॉड गिफ्टेड हो नेपालमा 5 प्रकारको वन जंगल पाइन्छ त्यो गॉड गिफ्टेड हो नेपालमा रहेका हिम श्रृंखलाहरू हिमालयहरू त्यो गॉड गिफ्टेड हो नेपालको भूगोलले पनि कति भागमा बाँडिएको छ दुई भागमा एउटा भौतिक भूगोल र एउटा मानव भूगोल हामी नेपालको भूगोलमा के पढ्छौं नेपालको हावा पानी माटो ताल तलैया नदी हैन सगरमाथा विशेष होइन त्यसपछि अब त्यसमा जिल्ला हैन प्रदेश संघ महानगरपालिका नगरपालिका गाउँपालिका यसको बारेमा हामी पढ्छौं अनि भूगोल चाहिँ के हुन्छ सक्छ बुझ्नुभयो ठीक छ भूगोल भनेको के हो त्यसले भनिन्छ भूगोल दुईटा शब्द मिलेर बनेको छ भू प्लस गोल भू को अर्थ हुन्छ धरती गोल को अर्थ हुन्छ अध्ययन धरतीको बारेमा अध्ययन गर्नले के भनिन्छ भूगोल भनिन्छ ठीक छ थप्नु समय यसमा नेपालको राजधानी काठमाडौँ रहनेछ नेपालको राजधानी नेपालको राजधानी काठमाडौँ रहनेछ काठमाडौँ नेपालको राजधानी काठमाडौँ रहनेछ नेपालको राजधानी काठमाडौँ रहनेछ संविधानको धारा 288 मा व्याख्या गरिएको छ संविधानको
धारा 288 में व्याख्या गरिएको छ 288 मा व्याख्या गरिएको छ नेपालको कुल क्षेत्रफल नेपालको क्षेत्रफल चाहिँ कुल क्षेत्रफल नेपालको कुल क्षेत्रफल 1,47,100 उतै होइन यो 1,47,181 वर्ग किलोमिटर रहेको थियो 516 वाला छ नि त्यसले मान्यता दिएको छैन नेपाल परिचयमा त्यसको मान्यता दिएको छैन त्यसैले 1,47,181 वर्ग किलोमिटर रहेको छ माइलमा सोध्यो भने कति माइल रहेको छ माइलमा 56,827 माइल रहेको छ माइल के रहेको छ माइल रहेको छ माइल यो भयो तपाईको 1,47,181 वर्ग किलोमिटर हो यो वर्ग किलोमिटर अब सोध्यो सर माइलमा कति छ नेपालको कुल क्षेत्रफल माइलमा कति त 56,827 माइल रहेको छ ठीक छ अब यो 2036 सम्म कायम गरिएको थियो वर्तमान यो क्षेत्रफल नेपालको यो जुन क्षेत्रफलमा भन्दै छु 1,47,181 वर्ग किलोमिटर यो पहिलो घोषणा भएको थियो त विक्रम सम्म 2036 सालमा बेन्चले सटाउ त विक्रम सम्म 2036 साल वर्तमान क्षेत्रफल विक्रम सम्बन्ध 2036 सालमा कायम गरिएको थियो सालमा कायम गरिएको थियो कहिले गरिएको थियो वर्तमान क्षेत्र विक्रम सम्बन्ध 2036 सालमा कायम गरिएको थियो अर्को थप नेपालको औसत लम्बाई कति रहेको छ औसत लम्बाई हजुर औसत लम्बाई कति रहेको छ 885 किलोमिटर औसत चौडाई कति छ औसत चौडाई कति रहेको छ 193 किलोमिटर ठीक छ अर्को थप्नुस् छिटो गर्नुस् चौडाई बढीमा 241 छ चौडाई बढीमा कति छ रुकिहाल चौडाई बढीमा 200 चौडाई बढीमा छ 241 र घटीमा 145 145 रहेको छ सुन्नुस् नेपालको राजधानी काठमाडौँ रहनेछ संविधानको धारा 288 मा व्याख्या गरिएको छ नेपालको कुल क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर रहेको छ जुन माइलमा सोध्यो भने 56,827 माइल रहेको छ त्यस्तै वर्तमान क्षेत्रफल जुन अहिलेको यो क्षेत्रफल छ त्यो विक्रम सम्बन्ध 2036 सालमा कायम गरिएको थियो नेपालको औसत लम्बाई 885 किलोमिटर रहेको छ त्यस्तै नेपालको औसत चौडाई 193 किलोमिटर रहेको छ चौडाई बढीमा 241 किलोमिटर र घटीमा 145 किलोमिटर रहेको छ अर्को भयो छिटो गर्नुस् अर्को तपस सुगौली सन्धि हुनुभन्दा पहिला सुगौली सन्धि म बताउँछु सुगौली सन्धि हुनुभन्दा पहिला हो हजुर हैक्स दिएर सुगौली सन्धि हैक्स दिएर सुगौली सन्धि हुनुभन्दा पहिला नेपालको क्षेत्रफल 20,49,17 वर्ग किलोमिटर थियो 20,49,17 वर्ग किलोमिटर थियो हजुर 20,49,17 वर्ग किलोमिटर थियो हो 20,49,17 वर्ग किलोमिटर नेपालमा सुगौली सन्धि हुनुभन्दा पहिला सुनेको छैन पाटनासम्म नेपाल थियो
सुनेको छैनौ त त्यही नेपालमा सुगौली सन्धि भएको थिएन भने 20 49 17 वर्ग किलोमिटर रहेको थियो नेपालको कुल क्षेत्रफल होइन र सुगौली सन्धि भनेको बुझ्नुहुन्छ नि बेलायती सरकार होइन र नेपाल सरकार बीच सन्धि भयो उनीहरू आएको थियो नेपाललाई त्यो गर्नको लागि होइन युद्धको मार्फतले अनि युद्धमा चाहिँ तिनीहरू सकेन तिनीहरूको पराजय भयो र दुवैजना बीच के भयो सन्धि भयो सन्धि हुन्छ नि सन्धिपछि कुनै पनि युद्ध के हुन्छ समाप्त भइहाल्छ मेलमिलाप आज पनि त छ नि त जति पनि झगडा गर्नु मारपिट गर्नु समाजमा घरमा लास्टमा अन्तमा त केमा गएर सन्धिन्छ कुनै न कुनै सम्झौतामा गएर हुन्छ त्यसैले सन्धि भन्नुस् या सम्झौता भन्नुस् है यो अंग्रेजहरू होइन र हाम्रो नेपालको बीचमा के भएको थियो सुगौली सन्धि भएका थिए सुगौली सन्धि कहिले भएको थियो 1816 मार्च 3 मा भएको थियो सुगौली सन्धि कहिले भएको थियो 1816 मार्च 3 मा लेख्नुस् सुगौली सन्धि कहिले भएको यस्तो सुगौली सन्धि कहिले भएको थियो यस्तो कहिले भएको थियो भएको यस्तो पनि कहिले भएको सुगौली सन्धि कहिले भएको त त्यही सन् 1816 मार्च कतिमा 3 मा राजा को थियो त्यति बेला नेपालमा सुगौली सन्धि हुँदाखेरि राजा को थियो राजा गिरवान युद्ध राजा को थियो त्यति बेला गिरवान युद्ध यसको हुन्छ श्री 5 होइन गिरवान युद्ध थियो गिरवान युद्ध राजा थियो बताइदिन्छु भीमसेन थापा हजुर प्रधानमन्त्री गिरवान युद्ध प्रधानमन्त्री भीमसेन थापा भीमसेन थापा को पालामा सुगौली सन्धि भएको थियो सोधेछ सुगौली सन्धि कसको पालामा भएको थियो त भीमसेन थापा प्रधानमन्त्री थियो राजा को थियो गिरवान युद्ध थियो सुगौली सन्धि कहिले भयो 1816 मार्च 3 मा भएको थियो सुगौली सन्धि हुनुभन्दा पहिले नेपालको क्षेत्रफल 20 49 17 वर्ग किलोमिटर रहेको थियो यहाँसम्म बुझ्नुभयो सुगौली सन्धिको बारेमा अब हेर्नुस् ठीक छ यहाँसम्म अर्को थप्नुस् नेपाल जुन छ त्यो विश्वको कति प्रतिशत भूभाग छ कति प्रतिशत भूभाग ओगटेको छ कति प्रतिशत भूभाग ओगटेको छ 0.03% भूभाग ओगटेको छ विश्वको त्यस्तै फेरि नेपाल दक्षिण एसिया भनेको सार्क दक्षिण एसियाको कति प्रतिशत 0.3% भूभाग ओगटेको छ दक्षिण एसियाको होइन पहिला एसिया सरी यस्तो नेपाल एसियाको मात्र पहिला एसियाको 0.3 त्यस्तै नेपाल सार्कको 0.03 देख्नुस् न 3% भूभाग ओगटेको छ सम्झाइदिन्छु नेपाल विश्वको 0.03 नेपाल एसियाको 0.3 र नेपाल सार्कको 3% हुन त 2.85 छ बुकमा 2.85 दिएको छ तर हालभरिमा भन्दाखेरि कति हुन्छ 3% विश्वको सार्कले दक्षिण एसिया भनिन्छ सार्क भन्नुस् चाहे दक्षिण एसिया भन्नुस् त्यसैले भन्छ 3% बुकमा लेखेको छ 2.85 छ तर हालभरिमा यसले चलन चल्तीमा कति भनिन्छ 3 भनिन्छ त दक्षिण त्यो सार्क भन्नुस् वा दक्षिणीय राष्ट्र भन्नुस् भनेको त्यही हो ठीक छ कति प्रतिशत 3% अर्को हेर्नुस् यो नेपालको त्यो अर्को नेपाल भारत भन्दा कति गुना सानो छ नेपाल भारत हो नेपाल भारत भन्दा कति गुना सानो गुड कति गुना सानो भनेको 22 गुना कति गुना 22 गुना नेपाल भारत भन्दा 22 गुना सानो छ अर्को के छ नेपाल चीन भन्दा 65 गुना सानो नेपाल चीन भन्दा कति गुना 65 गुना सानो रहेको छ सानो र अर्को एउटा नेपाल रसिया भन्दा
नेपाल रसिया भन्दा कति गुना सानो, कति गुना सानो रहेको छ? 165 गुना, सरी 116 गुना, 16 गुना। ठीक छ, भइरहेछ बाबु, हेर त रेकर्ड यहाँ ग्रीन चलिरहेछ, त फेरि जल्दी छैन हो। ठीक छ, आवाज त्यहाँ जाँदैन, याद गर्नु होला। कहिले कहीँ यहाँ पनि ध्यान दिनु होला, अब हरदम होइन, कहिले कहीँ। हम नेपाल सार्क कति भयो? अब नेपाल भारत भन्दा 22 गुना सानो छ, नेपाल चीन भन्दा 65 गुना सानो छ, र नेपाल सबभन्दा ठुलो देश क्षेत्रफलको आधारमा कुन? रसिया, रसिया भन्दा 116 गुना के छ? सानो रहेको छ। ठीक छ, बुझिरहनु भएको छ? ठीक छ, कहिले कहीँ यस्तो दिइदिन्छ, तल दिएका कथनहरूमध्ये विचार गर्नुहोस्। नेपाल भारत भन्दा, होइन सुन्नुहोस्, नेपाल भारत भन्दा 22 गुना ठुलो छ, नेपाल चीन भन्दा 65 गुना ठुलो छ, नेपाल रसिया भन्दा 116 गुना ठुलो छ। र भन्छ तलका कथनहरूमध्ये विचार गर्नुहोस्। क ख ग सही, क ख ग गलत, क ख सही, ग गलत, क ख गलत, ग सही। त मैले के भने? मैले भर्खर के भने? तिनटै गलत भने न? मैले तिनटै गलत भने। भर्खर के भने? नेपाल भारत भन्दा 22 गुना ठुलो छ, ठुलो छ नेपाल। तपाईले ओभर कन्फिडेन्स भयो कि रे हेर्न बित्तिकै 22 मिलिरहेछ, होइन। क्वेशन ध्यान दिइरहनु होला। नेपाल रसिया भने यस्तो भन्छ, नेपाल भारत भन्दा 22 गुना ठुलो छ भन्छ क्वेशनमा, नेपाल चीन भन्दा 65 गुना ठुलो छ भन्छ, र नेपाल रसिया भन्दा 116 गुना ठुलो छ। तीनटै स्टेटमेन्ट गल्ती भनेको सही भन्यो, सब गलत भन्यो। तपाईले लाग्छ ओभर कन्फिडेन्स, यो सबै के छ? ठीक छ। फर्स्ट अप्सन हुन्छ सबै ठीक, सबै गल्ती नै भयो। त्यो नेपाल ठुलो भइहाल्छ, सानो छ। ठीक छ, त याद गर्नु होला। त्यसैले भन्छ तलका कथनहरूमध्ये विचार गर्नुहोस्। कुरा बुझिरहनु भएको छ? अर्को थप्नुहोस्। अब अर्को हेर्नुहोस्, नेपालका सिमाना, हेडिङ दिनुहोस्, हेडिङमा। नेपालका अन्तिम बिन्दुहरू हेडिङमा, नेपालका हजुर हेडिङ बीचमा, नेपालका अन्तिम 4 बिन्दुहरू, 4वटा बिन्दुहरू, नेपालका अन्तिम 4 बिन्दुहरू, अन्तिम 4 बिन्दुहरू, अन्तिम सिमाना। नेपालका 4 सिमाना चाहिँ अन्तिम बिन्दुहरू पनि भनिन्छ। 4 बिन्दुहरू वा अन्तिम सिमानाहरू यस्तो छ, होइन। यो लास्टमा जब नेपालको लास्ट पूर्वमा जानुहुन्छ नि, त कुनसँग भेट हुन्छ भनेर, अब त्यो सिमाना अन्तिम सिमाना हरेक, जस्तो यहाँबाट मैले गएँ त लास्ट सिमाना भनेको यो भएन। अब यसपछि अरूको जमिन आइहाल्छ, फेरि यहाँ मैले गएँ, होइन, त फेरि यहाँ पछि अर्को जमिन आउँदैन, फेरि लास्टमा उता गए त अर्को जमिन आउँदैन, फेरि यता गए त लास्ट। त्यही अन्तिम सिमाना भनेको अन्तिम बिन्दु नेपाल कहाँ समाप्त छ, त्यसपछि अरू भएको भारत भइहाल्छ, चीन भइहाल्छ, होइन। सबै यो हुन्छ नि, उत्तर भयो यो, दक्षिण, पूर्व अनि पश्चिम। लेख्नु पर्दैन नि, माथि उपर, उत्तर तल दक्षिण, यता पूर्व, उता पश्चिम। हेर्नुहोस्, नलेख्नु पर्यो, सुन्नुहोस्। सबैभन्दा उत्तरमा हुम्लाको च्याङ्ला भज्याङ, पहिला सुन्नुहोस्, नलेख्नु होला। हुम्ला जिल्लाको हुम्लाको च्याङ्ला भज्याङ, यानी सोध्छ नेपालको सबैभन्दा उत्तरी अन्तिम सिमाना कुन हो? त हुम्लाको च्याङ्ला भज्याङ, च्याङ्ला भज्याङ सबभन्दा उत्तरमा। त्यसपछि चीन भइहाल्छ, र पूर्वमा सबभन्दा के छ? ताप्लेजुङको लेलेप, ताप्लेजुङ जिल्लाको लेलेप भन्ने ठाउँ, ताप्लेजुङको लेलेप, लेलेप छ, होइन। दक्षिणमा के छ? के को? झापाको गोदावरी, झापा जिल्लाको के रहेको छ? गोदावरी रहेको छ। ठीक छ, झापा जिल्लाको। सबैभन्दा पश्चिममा चाँदनीको दोधारा भन्ने ठाउँ रहेको छ। त क्वेशन सोध्छ नेपालको सबैभन्दा पूर्वी अन्तिम सिमाना कुन हो? ताप्लेजुङको लेलेप। नेपालको सबैभन्दा अन्तिम दक्षिणी सिमाना कुन हो? त झापाको गोदावरी। नेपालको सबैभन्दा अन्तिम पश्चिमी सिमाना कुन हो? त चाँदनीको दोधारा सिमाना। यसपछि भारतसँग भेट भइहाल्छ, यहाँ भारतको बंगाल, यहाँ भारतको भइहाल्छ अर्को, त्यसपछि माथि भइहाल्छ चाइनासँग। ठीक छ, त्यसैले तीनतिरबाट भारत, एकतिरबाट चाइना भइहाल्छ नि। नेपालका 4 अन्तिम सिमानाहरू चाहे बिन्दुहरू पनि भनिन्छ। ठीक छ, अब सार्नुहोस्, छिटो गर्नुहोस्।
छिटो गर्नुहोस्। हुमला को चंगला भजिया, तापले जुन को लेले, झापा को गोदावरी। भयो होइन अर्को थप्नुहोस्। झापाको लोदावरी सबै गोदावरी, लोदावरी नहुन होइन होइन ठाउँ हो यो, लोदावरी हो यो, सॉरी लोदावरी हो, गोदावरी लेखाइएको थियो, सॉरी झापाको लोदावरी हो। सर यो कुन जिल्लामा पर्छ? यो बैतडीतिर भयो, बैतडी भयो। चांदनी को दो धारा हो, चांदनी को दो धारा। अर्को लेख्नुहोस्, नेपालको कुल हैच दिएर नेपालको कुल अन्तर्राष्ट्रिय सीमाना, हैच दिएर नेपालको कुल अन्तर्राष्ट्रिय सीमाना, कुल भनेको जम्मा, नेपालको कुल भनेको जम्मा, कुल अन्तर्राष्ट्रिय सीमाना, अन्तर्राष्ट्रिय सीमाना, सीमाना। नेपालको कुल अन्तर्राष्ट्रिय सीमाना कति रहेको छ? 2926। लेख्नुहोस् 2926 वर्ग किलोमिटर, 2926 वर्ग किलोमिटर रहेको छ, वर्ग किलोमिटर रहेको छ नेपाल। माइलमा सोध्यो भने 18 माइल कति छ? 18 माइल रहेको छ। माइलमा पनि क्वेशन सोधेको छ, नेपालको कुल अन्तर्राष्ट्रिय सीमाना कति माइल छ? ठीक छ, छिटो गर्नुहोस्। भारतसँग 1690, जसमा भारतसँग छ, भारतसँग कति छ? 1690 किलोमिटर, वर्ग किलोमिटर, सीधे किलोमिटर हो, सबै किलोमिटर, किलोमिटर सबै वर्ग हुँदैन, किलोमिटर छ। ठीक छ, इभन तपाईको केसँग भारतसँग, चीनसँग कति छ? 36। चीनसँग कति रहिहाल्यो बाबु? 1236। यसको माइलमा सोध्यो भने 1050, कोही माइलमा सोध्यो भने 1050 माइल, यसको 768 माइल, माइल ल लेख्नुहोस्। ठीक छ, अर्को थप्नुहोस्। नेपाल समुद्र सतहदेखि कति टाढा रहेको छ? नेपाल समुद्र सतहदेखि कति टाढा छ? 11 से 27 किलोमिटर टाढा छ। नेपाल समुद्र सतहदेखि कति टाढा छ? 11 से 27 किलोमिटर टाढा रहेको छ। सोधेको छ नेपालबाट सबैभन्दा नजिकको खाडी कुन हो? त बंगालको खाडी, त्यही 11 से 27 किलोमिटर छ। नेपाल समुद्र सतहदेखि 11 से 27 किलोमिटर टाढा रहेको छ। यानी कि नेपालबाट समुद्र यदि भेट्नु छ त 11 से 27 किलोमिटर हामीले के गर्नुपर्छ? टाढा जानुपर्छ। अर्को, नेपालबाट सबैभन्दा नजिकको देश कुन हो? बंगलादेश। यो भारतले यसलाई छोडेर, चीनलाई छोडेर नेपालबाट सबैभन्दा नजिकको देश बंगलादेश। थप्नुहोस्, नेपालबाट सबैभन्दा नजिकको देश बंगलादेश। नेपालबाट तेस्रो पनि लेख्दा, यस्तो पनि लेख्दा हुन्छ। भारत र चीनले छोडेर नेपालबाट सबैभन्दा नजिकको देश कुन हो? बंगलादेश। बंगलादेश सबभन्दा कति किलोमिटर छ? 27 किलोमिटर। नेपालबाट सबैभन्दा नजिकको राजधानी कुन हो? नेपाल देशबाट सबैभन्दा नजिकको राजधानी भुटानको थिम्पू। नेपालबाट सबैभन्दा नजिकको राजधानी
भूटान को थिम्पू, भूटान को थिम्पू, भूटान को थिम्पू। ठीक छ। नेपाल समुद्र सतहदेखि 1127 किलोमिटर टाढा छ। नेपालबाट सबैभन्दा नजिकको देश बंगलादेश रहेको छ 27 किलोमिटर र नेपालबाट सबैभन्दा नजिकको राजधानी भनेको भुटानको थिम्पू रहेको छ। कति किलोमिटर? 32 किलोमिटर। सोधिएको हुन्छ नेपालबाट होइन सबैभन्दा नजिक पर्ने राजधानी थिम्पूको कति किलोमिटर टाढा रहेको छ? 32 किलोमिटर। देश भनेको कुन चाहिँ सबभन्दा नजिक? बांग्लादेश। कति किलोमिटर? 27 किलोमिटर। ठीक छ। र भारत नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना कति रहेको छ? 29-26 माइलमा सोध्यो भने 18 माइल। भारतसँग कति रहेको छ? 1690 किलोमिटर। माइलमा सोध्यो भने 1050 माइल। चीनसँग कति रहेको छ? 1236 किलोमिटर। माइलमा सोध्यो भने 768। हामी नेपालको भूगोलको बारेमा चर्चा परिचर्चा गरिरहेका छौं। म प्रशिक्षक विवेक गिरी तपाईहरुको लागि पुनः तपाईहरुको साथमा उपस्थित भइसकेको छु र आजको यो क्लास हाम्रो नेपालको भूगोल भइरहेको छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई शेयर गरिदिनु होला र कमेन्ट गरिदिनु होला। ल बुझ्नु यसमा कसको कहाँ गाइस यसको छैन माइल छैन डेटामा छैन एकचोटि हेर्नु होला। ल अब लेख्नुस् नेपालको प्रामाणिक समय हेडिङ दिएर हेडिङ हो प्रामाणिक समय हेडिङमा नेपालको प्रामाणिक समय हेडिङ भयो नेपालको प्रामाणिक समय नेपालको प्रामाणिक समय ल नेपालको प्रामाणिक समय बुझ्नुहुन्छ नि कसरी अहिले बज्यो अमेरिका 5 बजिरहेछ 6 बजिरहेछ 7 बजिरहेछ त्यो प्रामाणिक समय होइन। हरेक देशको अलग अलग समय हुन्छ। हरेक देशको समय एक जस्तो हुन्छ हुँदैन। त्यसैले नेपालको कुरा गरौँ नेपालको प्रामाणिक समय होइन। नेपालको प्रामाणिक समय भनेको लेख्नुस् नेपालको प्रामाणिक समय गौरीशंकर हिमालले काटेर गएको छ। नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको छ। नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको छ। कति डिग्री कति मिनटमा कति डिग्री कति मिनट 86 डिग्री 15 मिनट अनि कति डिग्री हुन्छ नि त कति डिग्री कति मिनट 86 यस्तै लेख्दा पनि 86 डिग्री र 15 मिनट 86 डिग्री। ल अर्को थप्नुस् नेपालको प्रामाणिक समय कहिले निर्धारण गरियो? 2042 साल वैशाख 1 गते। थप्नुस् माने यो प्रामाणिक जुन समय छ त्यो कहिले निर्धारण गरियो? त विक्रम सम्वत 2042 साल 1वां महिना 1 गते। नेपालको प्रामाणिक समय थप्नुस् नेपालको प्रामाणिक समय विक्रम सम्वत 2042 साल 1वां महिना 1 गते निर्धारण गरियो चाहे कायम गरियो 1 गते गरियो। अर्को गौरीशंकर हिमाल दोलखा जिल्लामा पर्छ। गौरीशंकर हिमाल कुन जिल्लामा छ? दोगला होइन हो दोलखा जिल्ला दोगला भनिरहेको नि दोगला जिल्लामा पर्छ। गोर्खालीकलाई दोलखा कहतरी दोलखा जिल्लामा पर्छ। बडा भकलोल छ यहाँ। अर्को थप्नुस् गौरीशंकर हिमालको उचाइ 71-34 मिटर रहेको छ। गौरीशंकर हिमालको उचाइ 71-34। गौरीशंकर हिमालको उचाइ 71-34 मिटर रहेको छ। 71-34 मिटर रहेको छ।
अर्को भयो कत 34 मिटर हिमाल जहिले पनि माथि मिटरमा हुन्छ। अर्को नेपाल जीएमटी भन्दा नेपाल जीएमटी ग्रीनविच मीन टाइम यसको बारेमा म विश्वको भूगोलमा पढाउँछु। जीएमटी के हो विश्वको भूगोलमा पढाउने वाला थिएँ तर यसको एक्जामको कारण मैले नेपालको भूगोल पढाएँ। त्यहाँ बताउँछु मैले अक्षांश के हो देशान्तर के हो र जीएमटी के हो। अहिले मात्र यति खाली लेख ल जीएमटी त्यहाँ पुरा बताउँछु। ग्रीनविच मीन टाइम यसको फुल फर्म हुन्छ ग्रीनविच मीन टाइम। त नेपाल लन्डनमा 1884 नभेम्बर 1 मा यसको स्थापना भएको थियो। म बताउँछु यसको बारेमा यति मात्र अहिले लेख। नेपाल जीएमटी भन्दा 5 घण्टा 45 मिनट के छ चलाक छ। चलाक छ भनेको अगाडि छ के छ चलाक छ भनेको अगाडि छ। अगाडि छ भने त्यहाँ मानौ 5 बजिरहेको होला त यहाँ बजेर 10:45 मिनट भइरहेको होला अगाडि छ जीएमटी भन्दा। नेपाल जीएमटी भन्दा 5 घण्टा 45 मिनट के छ चलाक छ। चाहे छिटो छ पनि हुन्छ क्वेशनमा छिटो छ दिदी छ अगाडि छ चलाक छ उच जे पनि सोधिन्छ। नेपाल जीएमटी भन्दा 5 घण्टा 45 मिनट चलाक छ। चलाक छ चाहे अगाडि छ भइहाल्छ। भयो छिटो गर्नुहोस् ठिक छ ल। नेपाल जीएमटी भन्दा खरनामा एकचोटि क्वेशन सोधेको थियो जीएमटी को फुल फर्म के हो त ग्रीनविच मीन टाइम 2078 सालमा सोधेको थियो जीएमटी। म बताउँछु यसको पुरा बताउँछु नि त जीएमटी। जीएमटी के हो होइन त्यसपछि प्रधानमा ध्यान रेखा के हो अन्तर्राष्ट्रिय तिथि रेखा के हो होइन अक्षांश रेखा के हो देशान्तर रेखा के हो होइन किनभने भन्दा पहिल्यै च्याप्टरमा थियो तर तिम्रो एक्जामको कारण मैले नेपालको भूगोल हुन त पहिले विश्वको भूगोल पढाएर नेपालको भूगोल पढाइन्छ किनभने यसमा यो सबै कुरा आउँथ्यो तर तिम्रो कारण मैले मात्र नेपालको भूगोल पढाएँ। ठिक छ अब फेरि यसपछि ब्याक जान्छु त्यही भएर त यदि त्यो च्याप्टर पढाएको भए नि जीएमटी बुझिहाल्छ तर ठिकै छ यसको म यहाँ कुराकानी गरिदिन्छु। ठिक छ अर्को थप्नुहोस् अर्को थप्नुहोस्। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कोलकाता बन्दरगाह। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह नेपालबाट सबैभन्दा नजिकको ड्राइपोर्ट सबैभन्दा नजिकको बन्दरगाह नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो कोलकाता बन्दरगाह। कोलकाता बन्दरगाह ड्राइपोर्ट भनिन्छ यसलाई इंग्लिशमा ड्राइपोर्ट। सबैभन्दा नजिकको बन्दरगाह भइसक्यो। सबैभन्दा नजिक अर्को नेपालबाट सबैभन्दा नजिकको विमानस्थल पटना विमानस्थल। नेपालबाट सबैभन्दा नजिकको विमानस्थल एयरपोर्ट पटना विमानस्थल। ल पटना विमानस्थल नेपालबाट सबैभन्दा नजिकको विमानस्थल कुन हो पटना विमानस्थल। बन्दरगाह कुन हो कोलकाता बन्दरगाह। अर्को लेख्नुहोस् नेपालबाट सबैभन्दा नजिकको खाडी समुद्र बंगालको खाडी। बंगालको खाडी त 1127 किलोमिटर देखेको थियो न। लेख्नुहोस् नेपालबाट सबैभन्दा नजिकको खाडी बंगालको खाडी। भयो बंगालको खाडी कति बज्यो 3:45। ठिक छ नेपालबाट सबैभन्दा नजिकको विमानस्थल पटना विमानस्थल। ठिक छ खाडी भनेको बंगालको खाडी त सोधिन्छ नेपालबाट सबैभन्दा नजिकको खाडी बंगालको खाडी नेपालबाट कति किलोमिटर टाढा छ त 1127 वा नेपाल समुद्र सतहबाट कति टाढा छ त 1127। ठिक छ त्यो दुईटै कुरा एउटै हो पुरा बुझिरहनु भएको छ नि 1127 भन्नुस् वा त्यो भन्नुस्। ठिक छ नि अर्को थप्नुस्। हैच दिएर उत्तर हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला। उत्तर हिमालदेखि दक्षिण महाभारतसम्म
दक्षिण महाभारतसम्म फैली महाभारतसम्म उत्तर हिमालयदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला कुन हो? जिल्ला कुन हो? धादिङ हो। ठीक छ धादिङ। अर्को उत्तर हिमालदेखि चिउरे पर्वतसम्म फैलिएको जिल्ला कुन हो? उत्तर हिमालदेखि चिउरे पर्वतसम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक। छिटो गर्नुहोस्। सिन्धुपाल्चोक कुन हो? सिन्धुपाल्चोक। उत्तर हिमालदेखि चिउरे पर्वतसम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक। उत्तर हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला धादिङ र नेपालबाट सबैभन्दा नजिकको विमानस्थल पटना विमानस्थल, नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कोलकाता बन्दरगाह र नेपालबाट सबैभन्दा नजिकको खाडी भनेको बंगालको खाडी। ठीक छ। र नेपालबाट सबैभन्दा नजिकको देश बंगलादेश 27 किलोमिटर र नेपालबाट सबैभन्दा नजिकको राजधानी भुटानको थिम्पू 32 किलोमिटर। क्लियर छ कन्सेप्ट? बुझिरहनु भएछ? ल नेपालको प्रमाणिक समय भयो। अर्को लाग्नुहोस्। विभिन्न स्वरूपका जिल्ला हेडिङ हो। विभिन्न स्वरूपका जिल्ला हेडिङ विभिन्न स्वरूपका जिल्ला हेडिङमा विभिन्न स्वरूपका जिल्ला भारत जस्तै नक्सा भएको कुन हो? भारत जस्तै नक्सा भएको कुन हो? बागलुङ। भारत जस्तै नक्सा भएको नेपालको कुन जिल्ला हो? बागलुङ हो। ठीक छ। अर्को थप्नुहोस्। नेपाल जस्तै नक्सा भएको नेपाल जस्तै नै बागलुङ होला। नेपाल जस्तै नै हो। सरी नेपाल जस्तै हो। नेपाल जस्तै नक्सा भएको जिल्ला कुन हो? बागलुङ हो। भारत जस्तै नक्सा भएको सङ्खुवा सभा होला। सङ्खुवा सभा। भारत जस्तै नक्सा भएको जिल्ला सङ्खुवा सभा। नेपालको नक्सा जस्तो देश पोर्चुगल। नेपालको नक्सा जस्तो देश पोर्चुगल देश हो। नेपाल जस्तै नक्सा छ पोर्चुगलको पनि। पोर्चुगल ठीक छ। नेपाल जस्तै नक्सा भएको बागलुङ, भारत जस्तै नक्सा भएको जिल्ला सङ्खुवा सभा, नेपाल जस्तै नक्सा भएको देश पोर्चुगल। भइहाल्छ नि? अर्को थप्नुहोस्। नेपालका केही सुन्दर ठाउँहरू हेडिङ नेपालका केही सुन्दर ठाउँहरू हो। नेपालका केही सुन्दर ठाउँहरू नेपालको दार्जिलिङ जुम्ला। अब नेपालको दार्जिलिङ कसरी भन्छ? जुम्लालाई जुम्ला हो। नेपालको दार्जिलिङ भनेर जुम्लाले भनिन्छ। नेपालको दार्जिलिङ
म सर्टकट लेखिरहेको छु। दार्जिलिङ, नेपालको दार्जिलिङ कसरी भनिन्छ? जुम्ला। अर्को लेख्नुहोस्, नेपालको नैनीताल त्रिवेणी धाम, नेपालको नैनीताल त्रिवेणी धाम। नेपालको नैनीताल, नैनीताल भन्नाले त्रिवेणी धाम। हजुर, त्रिवेणी धाम, त्रिवेणी धाम। नेपालको नैनीताल भनेर त्रिवेणी धाम। नेपालको बनारस पाल्पाको रिडी, नेपालको बनारस, नेपालको बनारस पाल्पाको रिडी, पाल्पाको रिडी, रिडी, पाल्पाको रिडी। हाँ, अर्को नेपालको ताजमहल कुन हो? नेपालको ताजमहल रानी महल खडक शमशेरले बनाएका थिए। नेपालका ताजमहल, नेपालका ताजमहल रानी महल, हजुर रानी महल कसले बनाएका थिए? खडक शमशेर। खडक शमशेर बनाएका थिए। नेपालको चेरापुञ्जी लुम्ले, चेरापुञ्जी भनेको सबभन्दा बढी पानी पर्ने, विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ भारतको चेरापुञ्जी होइन। विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ कुन हो? विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ कुन हो? भारतको चेरापुञ्जी। नेपालको सबभन्दा बढी पानी पर्ने ठाउँ कुन हो? कास्कीको लुम्ले, कास्कीको लुम्ले, कास्कीको लुम्ले। र काठमाडौँको चेरापुञ्जी भनेर कसैले भनिन्छ? ललितपुरलाई। काठमाडौँमा सबभन्दा बढी कुन क्षेत्रमा पर्छ पानी? ललितपुरमा। त्यसैले होइन, त्यसैले भन्छ नेपालको चेरापुञ्जी, नेपालको चेरापुञ्जी। थप्नुस्, नेपालको चेरापुञ्जी, नेपालको चेरापुञ्जी कास्कीको लुम्ले, कास्कीको लुम्ले हो। कास्कीको लुम्लेले भनिन्छ नेपालको चेरापुञ्जी। नेपालको श्रीलङ्का कोशी टापु, नेपालको श्रीलङ्का कोशी टापु। हाँ, नेपालको श्रीलङ्का कसले भनिन्छ? त कोशी टापुलाई, कोशी टापु। ल, नेपालको श्रीलङ्का कोशी टापुलाई भनिन्छ। नेपालको कश्मीर जुम्ला, नेपालको कश्मीर जुम्ला। थपिदिनु होला यो पनि। नेपालको कश्मीर कसले भनिन्छ त? जुम्लालाई। नेपालको कश्मीर जुम्ला। नेपालको बनारस पाल्पाको रिडी, नेपालको श्रीलङ्का कोशी टापु, कोशी टापु वन्यजन्तु आरक्षण हो। नेपालको कश्मीर भनेको जुम्ला। नेपालको कश्मीर कसले भनिन्छ? जुम्लालाई। भयो, नेपालको कश्मीर जुम्ला। कति मिनटको भयो रेकर्ड हेर्दा एकछिन? 43 मिनट। अर्को थप्नुहोस्, अर्को थप्नुहोस्। भयो, यो बुझ्नुभयो? ठिक छ। ल, अर्को थप्नुहोस्। नेपालका केही नदीहरू, नेपालका केही नदीहरू। हेडिङ, हाँ हेडिङ। हाँ, नेपालका केही नदीहरू। नदी भनेको बुझ्नुहुन्छ? नदी के हो? के हो? पानी बहन्छ त। चल त मेरो गाउँको नदीमा बताइदिए पानी सुकेको त छैन। सब लिलगाई या घोडगाडा मरिहाल्यो। ए नदीको पानी सुक्दैन। देवताल गाउँपालिका, देवताल गाउँपालिकाको अलग सोच छ होइन? सब जानवरहरू लिलगाई या घोडगाडाले पाइरहेछ आजकल। गाउँ उठके खेते खेते, हाँ बड़ा उनके खेत में दौड़त हो, उनके खेते खेते लिलगाई या घोडगाडा दुई पनि पाइरहेछ गाउँ घरमा। होइन बनिया सुगर, त बनिया सुगरको त मान्छे मारिरहेछ मकैकै खेते खेते होइन? ल, त नेपालका नदीहरूको बारेमा कुराकानी गर्दाखेरि नदीको बारेमा सुन्नुहोस्। भी आकारको पानीको प्रवाहलाई नदी भनिन्छ। भी आकारको नदी जहिले पनि यस्तो हुन्छ। केतना चिबले बडा बिग्न त बारे मत ओइ बेला बस ई कोला 2 रुपैयाँ नि चिल्लो म बिग भी आकारको ओइ बेला चिबाउ जितना हम लगे होता सुनी सुनी के फिल्म लगा दिल वाले में हवेली पे आ जाना ओइ अगर न कल हवेली पे आ जाना चिल्लम चिबाउ त मोइ नि तु कर ल ठीक छ सुन ध्यान दे।
अब नदी भनेको नि भी आकार यस्तो हुन्छ भी यस्तो हुन्छ नि नदी भी आकारको पानीको प्रवाहलाई के भनिन्छ नदी भनिन्छ र नेपालको नदीलाई तीन भागमा विभाजन गरिएको छ फर्स्ट क्लास रिभर सेकेन्ड क्लास रिभर र थर्ड क्लास रिभर पहिलो स्तरको नदी दोस्रो स्तरको नदी र तेस्रो स्तरको नदी पहिलो स्तरको नदी भनेको महाभारत पर्वतबाट बगेको छ दोस्रो स्तरको नदी भनेको चुरे पर्वतबाट बगेको छ र तेस्रो स्तरको नदी भनेको कहाँबाट दोस्रो सरी पहिलो स्तरको नदी भनेको हिमालबाट बगेको छ दोस्रो स्तरको नदी महाभारतबाट बगेको छ र तेस्रो स्तरको नदी कहाँबाट बगेको छ चुरे पर्वतबाट बगेको कसैले सोधेको छ पहिलो स्तरको नदी भनेको हिमालबाट तथ्य कुन तथ्य गलत छ भनेर सही छ भनेर भनिन्छ पहिलो स्तरको नदी हिमालय पर्वतबाट दोस्रो स्तरको नदी भनेको तपाईको महाभारत पर्वतबाट र तेस्रो स्तरको नदी भनेको कुन भयो तपाईको तेस्रो स्तरको नदी भनेको चुरे पर्वतबाट पहिलो स्तरको नदीको पानी कहिले पनि सुक्दैन कोशी गण्डकी कर्णाली महाकाली यी सबै तपाईको पहिलो स्तरको नदी फर्स्ट क्लास रिभर जुन डाइरेक्ट कहाँबाट लिंक छ हिमालय पर्वतबाट सेकेन्ड क्लास को रिभर तपाईको यो सेकेन्ड क्लास रिभर भयो तपाईको मेची हैन यी सबै तपाईको कुन भयो यो सेकेन्ड क्लास बबई यी सब तपाईको सेकेन्ड क्लास रिभर भयो आ थर्ड क्लास रिभर भनेको यो तपाईको छैन पसा पुल भयो हाम्रो यो बकिया भयो यी सब नदीहरु छैन त्यो भनेको तपाईको सिरिसिया नदी भयो यो सब थर्ड क्लास हो यसको पानी सेकेन्ड क्लास हो थर्ड क्लास हो किनभने यसको पानी कुनै बेला सुक्न पनि सक्छ ठीक छ त नदीको वर्गीकरण यस प्रकार रहेका छन् हामी नेपालका प्रमुख नदी पढ्छौं नै पढ्छौं कोशी गण्डकी र कर्णालीको बारेमा हामी व्यापक जानकारी लिन्छौं तर यो भन्दा पहिले नेपालका केही नदीहरुको बारेमा हामी बुझौं नेपालमा 6000 भन्दा बढी नदी नालाहरु रहेका छन् नेपाल यो पनि सोधेथि खजारमा नेपालमा कति हजार भन्दा बढी नदी नाला रहेका छन् त करिब 6000 जति नदी नाला रहेका छन् वा 6000 भन्दा बढी नदी नालाहरु रहेका छन् वा कहीं लेखेको छ नेपालमा 6000 हैन नदी नाला रहेका छन् ठीक छ याद गर्नु होला यो कुरा त अर्को थप्नुस् त उत्तर वाहिनी नदी कर्मनासा उत्तर वाहिनी नदी भनेको कर्मनासा उत्तर वाहिनी नदी माने नेपालको उत्तर वाहिनी नदी कसले भनिन्छ त कर्मनासा उत्तर वाहिनी नदी उत्तर वाहिनी नदी कर्मनासा उत्तर गंगा को नामले प्रसिद्ध सानो भेरी उत्तर गंगा को नामले प्रसिद्ध सानो भेरी उत्तर गंगा को नामले प्रसिद्ध सानो भेरी भनेको उत्तर गंगा को नामले प्रसिद्ध उत्तर गंगा को नामले प्रसिद्ध छ उत्तर गंगा को नामले प्रसिद्ध सानो भेरी एउटै नामले दुईतिर बग्ने नदी कुन हो राप्ती एउटै नामले दुईतिर बग्ने नदी राप्ती एउटै नामले दुईतिर बग्ने नदी यो विश्वको सबैभन्दा उच्च स्थानमा रहेको नदी विश्वको सबैभन्दा उच्च स्थानमा बग्ने नदी अरुण विश्वको सबैभन्दा उच्च स्थानमा बग्ने नदी अरुण नदी हो अरुण नदी हो ठीक छ अरुण नदी हो कौमारी स्वरूपको नदी मादी कौमारी स्वरूपको नदी कौमारी स्वरूपको नदी मादी हो मादी नदीले नेपालको कुन नदीले कौमारी स्वरूपको नदी भनिन्छ भने मादी नदीले अर्को थप्नुस् नेपालको उत्तरगाया त्रिशुली मादी त्रिशुली हो उत्तरगायाको नामले चिनिने त्रिशुली नेपालको उत्तरगायाको नामले चिनिने त्रिशुली गंगा स्वरूपको नामले चिनिने काली गण्डकी देखो गंगा स्वरूपको नामले काली गण्डकी गंगा स्वरूपको नामले चिनिने काली गण्डकी
गंगा स्वरूपको नामले चिनिने काली गण्डकी। गंगा स्वरूपको नामले चिनिने काली गण्डकी। वैष्णवी स्वरूपको नामले चिनिने सेती। वैष्णवी वैष्णवी स्वरूपको नामले चिनिने सेती। वैष्णवी स्वरूपको नामले चिनिने वैष्णवी स्वरूपको नामले चिनिने नदी सेती। सेती सेती ठीक छ। उत्तर गंगा को नामले चिनिने नदी उत्तर गंगा। उत्तर गंगा को नामले चिनिने नदी सानो भेरी। उत्तर गंगा को नामले चिनिने सानो भेरी। सानो भेरी भइसकेको छ। ल 1 घण्टा भयो गर्नुको हेर त 50 ठीक छ। फेरि अपलोड गर्नमा गाह्रो हुन्छ। 1 घण्टा भन्दा बढी भइहाल्छ नि त धेरै टाइम लाग्छ अपलोड गर्नमा। अर्को थप्नुस्। अर्को हेडिङ 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 ने देखो विश्वमा जोखिमको हिसाबले हेडिङमा हेडिङ विश्वको जोखिमको हिसाबले विश्वमा जोखिमको हिसाबले विश्वमा जोखिमको हिसाबले जोखिम विश्वमा विश्वमा जोखिमको हिसाबले जोखिमको हिसाबले विश्वमा जोखिमको हिसाबले लेख्नुस्। भूकम्पीय हिसाबले 11औं स्थान। नेपाल भने भूकम्पको स्थान विश्वमा कति स्थानमा छ 11औं स्थानमा छ। भूकम्पीय स्थानमा 11औं स्थान। हाँ भूकंपीय हिसाबले भूकंपीय हिसाबले भूकंपीय हिसाबले 11औं स्थान। कतिऔं स्थान 11औं स्थान। भूकंपीय हिसाबले 11औं स्थानमा नेपाल छ। र पहिलो स्थानमा कुन छ भूकंपीय हिसाबले जापानमा त सबभन्दा बढी भूकम्प जाने देश त हो जापान। विश्वमा सबैभन्दा बढी भूकम्प जाने देश जापान हो। र भूकम्पको जोखिममा रहने सबैभन्दा नम्बर 1 देश कुन हो अर्मेनिया। कुन हो अर्मेनिया। याद गर्ने धेरै कन्फ्युजन क्वेशन छ र जापान पनि अप्सनमा दिएको हुन्छ हो। अर्मेनिया भनेको भूकम्पको जोखिममा रहने पहिलो देश हो। आ सबभन्दा बढी भूकम्प जाने देश कुन हो जापान। सबैभन्दा बढी भूकम्प जाने जापान। आ सबभन्दा बढी खतरा सूचीमा रहने देश कुन हो अर्मेनिया। त त्यस्तै नेपाल भूकम्पीय हिसाबले 11औं स्थानमा पर्छ। भर्खर एक्जाम भएको थियो नि 10-15 दिन पहिला त्यसमा सोधेको थियो भूकम्पको हिसाबले नेपाल कतिऔं स्थानमा पर्छ विश्वमा 11औं स्थानमा। अर्को तपस जलजन्य प्रकोपले 30औं स्थान। जलजन्य यानी कि वर्षाको हिसाबले जलजन्य प्रकोपले जलबाट हुने क्षति जलजन्य प्रकोपले 30औं स्थान। जलजन्य 30औं स्थान। जलजन्य हाँ जलजन्य जलजन्यको हिसाबले नेपाल 30औं स्थानमा पर्छ। जलवायु परिवर्तनको हिसाबले 4औं स्थान। जलवायु परिवर्तनको हिसाबले 4थौंमा। जलवायु परिवर्तनको हिसाबले 4थौं स्थानमा पर्छ। 4औं स्थानमा 4थौं स्थानमा पर्छ। बहुप्रकोपीय हिसाबले 20औं स्थान। बहुप्रकोपीय प्रकोप जाने भूकंप भावी जाने हुँदैन। बहुप्रकोपीय आफत विपद प्रकोप बहुप्रकोपीय हिसाबले 20औं स्थान। बहुप्रकोपीय 20औं हाँ हिसाबले 20औं स्थानमा पर्छ। ठीक छ बुझ्नुभयो ल यहाँसम्म बुझ्नुभयो ठीक छ। अब हामी पढ्छौं नेपालका प्रमुख 3वटा नदीहरू कोशी गण्डकी र कर्णालीको बारेमा। नेपालको प्रमुख कतिवटा नदीहरू रहेका छन् 3वटा कोशी गण्डकी र कर्णाली। कति भयो भइसक्यो ठीक छ बन्द गरिदिनुस् अब हाँ गरिदिनुस्।